त्यो कालो न कालो त्यो आएर म यसरी सुतिरहेको मेरै माथि सप्पा आएर हरायो कि त्यो। प्रियहरू, जब दुष्ट आत्माले आक्रमण गर्छ त्यति बेला अस्वाभाविक घटनाहरू घट्दछ, जसरी यो बहिनीको जीवनमा घट्यो। म सुत्ने झालबाट यसरी आएर त्यसपछि दुष्ट आत्माले त्यो टुनमुनाको आत्माले शरीरमा दुःख दिन थाल्छ। त्यो त मलाई यहाँ मुटु समात्यो, मैले गलेजो बुन्थ्यो घरमै बा, त्यो गलेजो बुन्दा बुन्दा मलाई यो मुटु र यो सानो पेट एकैचोटि समात्यो, एकैचोटि समात्यो। अनि मैले चाहिँ भन्ठाने यो के पनि होइन होला भनेर अनि उ गरेर हिँड्यो। त्यतिकै हिँड्दाखेरि 2 दिन 3 दिन हुँदा हुँदा यो सानो पेट पर खायो क्या बा, खायो। ओहो यो त के भयो मलाई भनेर हिँड्यो। अनि आफैले प्रार्थना गर्यो, हिँड्यो। त्यो हिँड्दा 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 त अनि झन्झन चाप्यो, म त झन् चाप्यो। अनि हस्पिटलतिर धायो, त्यो दबाईले पनि नछुने। अनि म दुष्ट आत्माले आक्रमण गरेपछि टुनमुना तन्त्रमन्त्रको आत्माले जब सताउँछ त्यतिखेर हस्पिटलको औषधि उपचारले पनि बिरामीलाई छुन सक्दैन। सपनामा त्यो चाहिँ मैले फाल्छु भनेर गर्दाखेरि म त थुक्कै भएँ, म जुवै गल्यो सपनामा। अनि त्यो चाहिँ चुम्बक रहेछ रे क्या बा, चुम्बक जस्तो रहेछ र मैले यस्तरी फाल्छु भन्दाखेरि फालेन। त्यसपछि दुष्ट आत्माले अशुद्ध सपनाहरू, नराम्रो सपनाहरू, डरलाग्दो सपनाहरू, अस्वाभाविक सपनाहरू देखाउन थाल्दछ। बनेर देखाउनु भयो, फाल त्यो फालिहाल त अहिले फाल, तिमी त्यसरी नबस फाल त भन्दो रहेछ। अनि मैले यस्तो गरेर फाल्दाखेरि चाहिँ त्यो चाहिँ म सँगसँगै आउनु खोज्दो रहेछ कि चुम्बक रे के, चुम्बक जस्तो रे। फर्केर घरमा दौडेर जाँदाखेरि सपना म सँगसँगै हुरी बतास के पुरै हुरी बतास छ म सँगसँगै। अनि म चाहिँ खालि हुरी बतास, त्यो पुरै हुरी बतास। अनि त्यो करेन्टहरू हुरी बतास त्यस्तो देख्ने। अनि पछि त्यो सपनामा त यत्रो कुखुरा रहेछ, कुखुराको त सबै घाउ देखायो कि बाघ पछाडि सबै घाउ। म त त्यस्तो देखाएदेखि झन् चाप्यो। अहिले त म त सास चाला जस्तो भए म त अब मर्छु, अब मेरो जिन्दगी नै छैन जस्तो लाग्यो बा। म त प्रियहरू, दुष्ट आत्माले शारीरिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि मान्छेलाई कमजोर बनाउँछ अनि उसलाई मृत्युको डर, मर्ने डरहरूले सताउन थाल्दछ। बाइबलहरू पढ्नु पनि सक्दैन। अहिले तपाईँसँग बोलेर चाहिँ अलिकति छोड्यो, मलाई अलिकति छङ्ग लागिरहेछ। नत्र मलाई त्यो योनि अङ्ग, गुप्त अङ्ग त बा सबै घाउ छ। अनि त्यो घाउमा चाहिँ दबाई खाए पनि चाप्ने, अनि मलम लाए पनि चाप्ने। प्रियहरू, दुष्ट आत्माले यति साह्रो सताउँछ, यति साह्रो दुःख दिन्छ। त्यति मात्र होइन, जुन व्यक्तिसँग त्यो परमेश्वरको वरदान छैन, प्रार्थना गरेर छुटकाराको वरदान छैन, अभिषेक छैन, त्यो व्यक्तिहरूलाई पनि यदि त्यो कुनै पनि दुष्ट आत्मा लागेको व्यक्तिलाई प्रार्थना गर्यो भने चाहिँ सर्ने गर्दछ। जुन घटना यो बहिनीको जीवनबाट हामी थाहा गर्न सक्छौँ। घरेलु सङ्गतिमा मैले बोलाएको है, अनि एकजना त्यो बहिनीलाई सर्लक्कै सरेछ। घर गएर त ऊ पनि त्यस्तै फत्रक भइरहेको रहेछ। अनि उसलाई चाहिँ प्रार्थना गरेर गयो। अनि मलाई चाहिँ प्रार्थना गरुन्जेल अलिक कम हुन्छ बा, फेरि त्यस्तै हुन्छ। मलाई त त्यस्तो भएको भाइ गर्छ सपना त एकदम नराम्रो। उहाँ विश्वासी हुनुहुन्छ यो बहिनी। हामी मण्डलीले विचार गर्नुपर्ने, हामी अगुवाजनहरूले विचार गर्नुपर्ने कुरा के छ भन्दाखेरि छुटकाराको वरदान सबैसँग हुँदैन, तर छुटकारा हरेक विश्वासीहरूलाई, आफ्नो मण्डलीको छोराछोरीहरूलाई चाहिएको छ भन्ने जब अगुवाले थाहा हुन्छ, तब अगुवाले छुटकाराको वरदान भएका अभिषिक्त जनहरूलाई बोलाएर प्रार्थना गर्नको लागि इन्करेज गर्नुपर्छ। त्यो समयहरू, मौकाहरू मिलाइदिनुपर्छ। यदि अगुवाले त्यो वातावरण मिलाइदिएन भने यो विश्वासीहरू यसरी छुटकारा पाउनलाई गाह्रो हुन्छ। तसर्थ छुटकाराको सेवकाईलाई विरोध गर्नुभन्दा छुटकाराको लागि सपोर्ट गरेर, प्रार्थना गरेर, सहायता गरेर, वातावरण मिलाएर आफ्नो विश्वासीहरूलाई चङ्गाइको लागि, छुटकाराको लागि प्रार्थना गर्ने वातावरण मिलाउन आवश्यक देखिन्छ। किनभने छुटकाराको सेवकाई हरेक विश्वासीहरूलाई अहिले चाहिएको छ। किन भन्दाखेरि मेन्टली, स्पिरिचुअली, फिजिकल्ली मानिसहरूलाई दुष्ट आत्माले यति साह्रो सताएको छ र हामी मण्डलीको पास्टर अगुवाहरूले छुटकाराको सेवकाईलाई मण्डलीमा राख्नको निम्ति
एकदमै आवश्यक देखिएको छ। तसर्थ म आदरणीय पास्टर अगुवाजनहरूलाई म एकदमै अनुरोध गर्न चाहन्छु, हजुरको मण्डलीमा पनि छुटकाराको सेवकाई राख्नुहोस्। मलाई बोलाउनुहोस्, प्रार्थनाको लागि म उहाँहरूको लागि प्रार्थना गरिदिनेछु। किनभने उनीहरूलाई कहीँ न कहीँबाट दुष्ट आत्माले सताइरहेको हुनसक्छ, दुष्टले दुःख दिइरहेको हुनसक्छ, आत्मिक रूपमा अगाडि बढ्न नसक्ने, आत्मिक रूपमा बलियो हुन नसक्ने, आत्मिक क्षेत्रमा विभिन्न प्रकारको सङ्घर्षहरू विश्वासीहरूले गरिरहेको हुनसक्छ। तसर्थ कृपया म एकदमै अनुरोध गर्न चाहन्छु, छुटकाराको सेवकाई हजुरहरूको मण्डलीमा राख्नुहोस्, सङ्गतिमा राख्नुहोस्। हालेलुया, हालेलुया, हालेलुया। परमेश्वर पिता येशू ख्रीष्टको नाम, यो शेरदेखि पाइतलासम्म पवित्र आत्मा मत्ती 18 हिब्रू 12:29। किन यसो गरिस्? हेर आगो, हेर आगो, हेर आगो, हेर कतिजना छ मिलेर सत्ताको तिमीहरूले? कतिजना मिलेर सत्ताको? मलाई हेर, यता हेर, मलाई हेर। किन 27 भन्छ? यता हेर, यता हेर, मलाई हेरेर कुरो। किन 27 यो छोरीलाई? मैले मार्छु, म मार्छु यसलाई, मार्छु। कहिले रचना गरेको होस् यो छोरीलाई? सृष्टिकर्ता होस्, सृष्टिकर्तालाई मात्रै मार्ने अधिकार छ त? यसको सास सबै थुतेको छ, यसको सास सबै राखेको छ। यसलाई त म मार्छु, यसलाई त यसको त मैले जहान बनायो, यसलाई त जहान बनाएर राखेको छ, यसलाई त मार्ने वालामा छु, यसलाई त म मार्छु, यसलाई त यसको प्राण मैले, यसको सबै मैले राखेको छु, यसको त मैले जिउ सबै गरेको छु। किन यसो गरिस् भन् त? किन यसो यसलाई त सबै मैले, यसलाई मैले मारेको छु। किन यसो गरिस् भन् त? यसलाई त मैले, यसको शरीर सबै मैले जलाएको छु, यसलाई त मैले सबै मार्ने वालामा छु, यो त मैले मार्ने नै छ, यसलाई त मैले मार्ने नै वालामा छु। यता सुन मेरो कुरा। किन यसो गरिस्? किन? यो घरको सबैभन्दा ठुलो जेठी हो, यो चाहिँ घरमा आएर बसेको छ। तँलाई सम्पत्ति चाहियो होइन यसको? सुन यता सुन, यसको सम्पत्ति चाहियो तँलाई? यसको सम्पत्ति सबै चाहिएको मलाई, यसले दिएन, यसले सबै खायो, यसले सबै खायो। जन्मिँदादेखि तँले दाउ राखेको, पहिलादेखि दाउ बनाएर सबै तेरो ठुलो लामो योजना रहेछ होइन? सुन यता सुन, यता मलाई हेरेर कुरा गर। सुन यता, के गरेछ यो छोरीलाई भन्छ? सबै गरायो, यसको मैले सबै बिगार्यो, मैले सबै बिगार्यो, यसको मैले सबै बिगारिसक्यो,
यो अब मर्ने यसको सास मात्रै छ, यसको सास मात्रै छ। त्यो सास कसले राखिदिएको थाहा छ तँलाई? सुन यता सुन, अब आज जीवित परम प्रभुको नाउँमा म यो समय सारा सृष्टिको मालिक के सब निस्के राखा साठा बारा प्रासाठा बाला त्यो सर्पहरू निस्के, सर्पहरू छेपारो भ्याकुता, सर्प छेपारो भ्याकुता राखा साठा बाराका से ओ त्यो सबै दुष्ट आत्माको प्रभावहरू छोड निस्के 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 सबै बेगारहरू मृत्यु सबै रेखा साठा सबै निस्के सबै निस्के सबै निस्के सबै निस्के येशूको नाम, येशू ख्रीष्टको नाम, परम प्रभु परमेश्वरको नाम सबै निस्के निस्किँदै छ। राका साठा बाला बाराका सब निस्के येशूको नाममा। यो छोरीको जीवनलाई तैँले तहस नहस गर्नुको सबै रोगहरू एखा साठा बाला बाराका सेठेले कोरो प्रोसे एखा ठाबे याकुब 4:7 जीसस निस्के, जीसस निस्के सबै भेदहरू निस्के पेटमा पाठे गर्न त रेखा साठा बाला बाका सेठेले कोरो टोसे यो छोरीको हरेक नसामा पेटहरूमा आन्द्राहरूमा राका साठा राखिदिएको घाउहरू सबै घाउहरू राका साठा बाला सबै निस्के निकट उठ्नु त ल कस्तो छ अहिले, कस्तो भयो? प्रभुलाई धन्यवाद। राम्रो छ, हल्का सबै हल्का लागेर कति निस्केर गयो, सबै निस्केर गयो।